नमस्कार। मेरो हातमा छ कवयित्री सकुन आँसुको नयाँ कविता सङ्ग्रह नवयुकी सुम्निमा। इतर अभियानले प्रकाशित गरेको यस पुस्तकको मूल्य रु 350 रहेको छ। यसै कविता सङ्ग्रहबाट एउटा कविता वाचन गर्न चाहन्छु। आदिम मान्छे। फेरि आएछ नयाँ वर्ष लिएर उस्तै बहाना। भित्तामा आएर झुन्डिसकेछ नयाँ क्यालेन्डर। हिमपातले सिकिस्त रुखहरू बौरिँदै पलाउँदै मुना फुलाइसकेछन् पैयुँ आरु र घैँरोहरू। मिलिक्क कुदिजाने छोटो दिन आरामले हिँड्न थालेको छ। जाडो छल्न औल झरेका चराहरू उँभो उँभो उडिरहेछन्। बारीमा दुई पाते मकै फुर्र फुर्र खुसी उडाइरहेछ। न्याहु न्याहु न्याउली चरीले जङ्गल गुन्जाइरहेछ। भूमि पुत्रहरू सुब्बे फाब्बे होस् भनी भूमि पुजिरहेछन्, पितृ भाकिरहेछन्। म एक पुरानो मान्छे 50औं वसन्त भोगिरहेछु। थुप्रै शुभकामनाहरू आए हरेक नयाँ वर्षमा, तर फेरिएनन् मेरा दुःखका दौरा। भत्किएनन् तनावका तटहरू, भाँचिएनन् अभावका खम्बाहरू, फुकिएनन् झेलिएका समस्याहरू। म त जस्ताको त्यस्तै उभिरहेछु जीवन मृत्युको सङ्घारमा। भो अब नलेख मेरो नाममा नयाँ वर्षको शुभेच्छा मङ्गल कामनाहरू। म एक पुरानो मान्छे, मलाई त पुरानै वर्षहरूसित बहुत प्रेम छ। धन्यवाद।